ल दसैँको यसो लाइभ गरिराख है अब यस्तै बेला त गर्नु होला नि होइन रमाइलो यसो आफ्नो ह्याप्पिनेस आफ्नो जे भए पनि राम्रो कुराहरू त होला नि सेयर गर्नु त्यही भएर यसो लाइभ गर्दैछु जेसुकै सबैजनालाई ह्याप्पी दसैँ मेरोबाट सबैजनालाई बेस्ट विसेस जहिले पनि के भन्दैन राम्रो होस् सबैजनाको दुःख सुख परिबस्छ जे भयो भने जतिसुकै जति गाह्रो साह्रो पऱ्यो भने यो टाइममा चाहिँ अब कोही नजिक होला घरसँग कोही टाढा होला मतलब फरक परेन भित्रदेखिबाट अब दुःख भए पनि यसो साथीभाइ भेटेर हुन्छ कि कसरी हुन्छ 2 घन्टा भए पनि यसो दुःख बोलाएर खुसी भएर सबैजना माया बाँड्नु सबैजना एकअर्का है त मेरोबाट पनि विशेषहरू छ भन्दै नि त हेलो भन्दै मान्छेहरुलाई हात दुश्मनको हात तल आफ्नो हात माथि गरेर चाहिँ 11 जितेर खान परोस् मेरो छोरीले जहाँ गए मैले गर्छु ए ला कपिला खै त कपिला कहाँ गयो कपिला माया लाग्यो कपिला मिस भयो नि त नि तिमी म आउँछु नि बरु भयो भने तिहारमा अस्ति नै जस्तो कता न कता कुनै न कुनै बेला त भेटिरहेछ नि छैन र माया लगाएर आयो ठिक छ खाना पाक्छ नि खानुपर्छ अनि त्यसपछि जो गरेर हँसाउन खोज्छु खै है राम्रोसँग जोगी गर्नु जान्दिनँ मिस गरेँ नि त ठिक छ केही छैन भइहाल्छ त नेक्स्ट इयर ल अर्को साल भइहाल्छ त ठिकै छ त अर्को साल भेट्नु भइहाल्छ त नि भयो भने आउँछु नि त तिहारमा म ल यो पालि झन् ठुलो पटका पड्काउनु पर्छ ठुलो ठिक छ न यो त बिचरामा माया लगाएर र मेरो छोरीको दशहरा सबै जाओस् सबैले जाओस् यो के अरे असोज महिनाको दशहरा सबैले मेरो छोरी राम्रो होस् धेरै पढोस् धेरै ज्ञान होस् कनाटा सनाटा खेल्दा बाङमारा पुग्दैन मान्छे फर्स्ट होस् टपमा जहाँ गए पनि फर्स्ट जहाँ बाहिर चाहिँ कसैले यहाँ बुढी नजर लाग्यो त्यसलाई ब्ल्याङ्क दिएर चाहिँ राम्रो यसो हेर्दा नि फरर काम होस् अब यसपाल अब फुटबल खेलाडी धेरै भएको छ के अरे कनाटे खेलाडी भएको छ त्योभन्दा टपमा जाओस् के भन्छ त्यसलाई टपमा जानलाई के भन्छ भन्नु गुरु भन्दा नि महागुरु कसको छोरी भन्दाखेरि रामको छोरी ल राम्रो होस् जहाँ गए मेरो छोरीले मनले चिताको कुरा पुगोस् राम्रो होस् सेलेनलाई कसैले स्वाहा तर हेर्न नसकोस् ल राम्रो होस् राजी भाइ अङ्काले दिएको ल झारिहाल्ने कराते खेल्नेले चाहिँ आशीर्वाद यस्तो पाउने रहेछ नि त कराते खेलाडीले ठुलो सबैलाई हो झन् यो सानो अब दाइले अब दाइले
ल ल दाइलाई ढोक्ने ल 3 चोटि दाइलाई ढोक्ने यता हेरेर खुसी लाग्यो ल 3 चोटि च्यालेन्ज हुस गुरु भनेर ल एक्स्ट्रा भयो नि त ल एभ्रिवान बाई बाई है त कल्चर हाम्रो कल्चर है कल्चर यही हो अब हामीले जानेको अब बाजेले सिकाएको यसलाई नै फलो गर्नुपर्छ हामी सबजनाले यस्तै कुरालाई फलो गर्नुपर्छ आफ्नो पुर्खाहरूले अब सिकाएर आएको बाजेहरूले सिकाएको यसरी ढोक्नुपर्छ अरे यस्तो गर्नुपर्छ अरे भनेको यही त हो नि अनि बहिनीसँग कुरा गरेको कस्तो बहिनी बाहिर छ विदेशमा अनि भर्खर फोन गरेको थिएँ कस्तो चिसो भयो मनमा अब ठिकै छ कहिले त्यस्तै हो हामीहरू अब नेपालीहरू गाह्रो छ है त्यस्तै हो दुःख सुख जेसुकै होस् राम्रो होस् सबैजनालाई जस्तो जे भए पनि दसैँको दिन चाहिँ जति दुःख सुख परे नि हल्का कसरी हुन्छ कुन तरिकाले हुन्छ खुसी भएर ठक्क सबैजना राम्रो तरिकाले समय बिताउनु है त धेरै माया बेस्ट विसेस मेरोबाट थ्याङ्क यू सो मच ल